हिजोको भिडियोमा चाहिँ हामीले क्लास 11 को अर्ग्यानिक केमिस्ट्री अन्तर्गतको अल्केन भन्ने भिडियोमा रहेर अल्केनको जेनरल इन्ट्रोडक्सन र हाइब्रिडाइजेसनको बारेमा हल्का कुरा गरेको थियौँ र आजको भिडियोमा चाहिँ हामीले जेनरल प्रिपरेसन मेथड अफ अल्केनको बारेमा पढ्ने छौँ र सबैभन्दा पहिला चाहिँ अल्केनलाई चाहिँ के कस्तो मेथडबाट चाहिँ हामीले प्रिपेयर गर्न सकिन्छ भन्ने कुराको बारेमा जान्नु जरुरी छ र नम्बर 1 मा छ उर्ज रियाक्सन, अर्को छ रिडक्सन अफ हेलो अल्केन, अनि डिकार्बोजाइलेसन, अनि त्यसपछि क्याटालाइटिक हाइड्रोजिनेसन अफ अल्किन्स अर अल्काइन्स। अब सबैभन्दा पहिलोमा छ उर्ज रियाक्सन। अब उर्ज रियाक्सनको कुरा गर्दाखेरि उर्ज रियाक्सनमा चाहिँ के हुन्छ त भन्दाखेरि हेलो अल्केनलाई चाहिँ हामीले सोडियम मेटलको प्रेजेन्समा चाहिँ के गर्छौं त भन्दाखेरि हिट गर्छौं विथ क्याटलिस्ट एच ड्राई इथर, अनि हामीले चाहिँ के पाउँछौं त भन्दाखेरि अल्केन पाउँछौं। अल्केन पाइसकेपछि चाहिँ हामीले कस्तो खालको अल्केन पाउँछौं त भन्दाखेरि कार्बनको नम्बर चाहिँ बढेको वाला अल्केन पाउँछौं। अब यहाँ हामीले हेर्न सक्छौं रियाक्सनमा हेलो अल्केन छ र दुईटा सोडियम मेटल छ, त्यसपछि अर्को फेरि हेलो अल्केन छ, दुईटा मोलिक्युल हेलो अल्केनको र दुईटा मोलिक्युल चाहिँ सोडियमको हुन्छ। अनि ड्राई इथरको प्रेजेन्समा चाहिँ हामीले रियाक्ट गरायौं भने चाहिँ हामीले अल्केन पाउँछौं र साइड प्रोडक्टमा चाहिँ NaX भनेको चाहिँ सोडियम हेलाइड या यसलाई चाहिँ क्लोराइड, ब्रोमाइड, आयोडाइडको कम्पाउन्ड मान्न सकिन्छ। अब हामीले अर्को इक्जाम्पल हेर्दाखेरि यहाँ के छ त भन्दाखेरि क्लोरोमिथेनलाई चाहिँ हामीले सोडियमसँग रियाक्ट गर्यौं इन प्रेजेन्स अफ ड्राई इथर भने चाहिँ हामीले इथेन पाउँछौं। यहाँनिर हामीले देख्न सक्छौं क्लोरोमिथेन थियो, क्लोरोमिथेन दुईटा मोलिक्युल चाहिँ फ्युज भएर चाहिँ हायर अल्केन बन्छ जसलाई इथेनको रूपमा हामीले यहाँ देख्न सक्छौं। अब अर्को इक्जाम्पल छ ब्रोमो इथेनको मोलिक्युल र सोडियम सँग रियाक्ट गर्यो भने ड्राई इथरको प्रेजेन्समा हामीले ब्युटेन पाउँछौं। अब यसमा चाहिँ के देखिन्छ त भन्दाखेरि जुन इथेन थियो त्यसमा दुईटा मोलिक्युल, दुईटा अल्केनको चेन छ हैन, दुईटा कार्बनको चेन छ र हामीले यहाँ देख्न सक्छौं यहाँनिर चारवटा कार्बनको चेन छ। कार्बनको चेन्समा इन्क्रिमेन्ट भयो। अब यहाँनिर हामीले देख्दाखेरि चारवटा कार्बनको चेन भएको छ। अब अर्को टपिक के छ त भन्दाखेरि यहाँ बाइ द रिडक्सन अफ हेलो अल्केन हामीले चाहिँ हेलो अल्केनमा चाहिँ के गर्यौं त हाइड्रोजन थप्यौं भने रिडक्सन भनेको चाहिँ हामीले हाइड्रोजनको एडिसन गर्नु। अब हामीले अल्केनलाई चाहिँ कसरी प्रिपेयर गर्न सक्छौं त भन्दाखेरि हेलो अल्केनलाई चाहिँ रिड्युसिङ एजेन्टहरुको हेल्पबाट जस्तै LiAlH4, जिंक र HCl, प्लेटिनम र हाइड्रोजन, जिंक कपरको एलोए र इथानोलको प्रेजेन्समा चाहिँ के गर्न सकिन्छ हामीले रिडक्सन गर्न सकिन्छ। अब रिडक्सन गरिसकेपछि यहाँ हेलो अल्केनलाई राखिन्छ र हाइड्रोजन नेस्टेन हाइड्रोजन रूपमा देखाइएको छ, अनि त्यसपछि के को प्रेजेन्स छ यहाँनिर रिड्युसिङ एजेन्टको प्रेजेन्स छ र हामीले यहाँ अल्केन पाउँछौं। यदि हामीले चाहिँ ब्रोमोमिथेन युज गर्यौं भने चाहिँ के पाउँछ त हामीले भन्दाखेरि मिथेन पाउँछौं। मिथेन र साइड प्रोडक्टमा HBr पाउँछौं। अब अर्को छ हामीले ZnHCl राखेर गर्दाखेरि हामीले फेरि पनि अल्केन पाउँछौं। यदि हामीले आइडोमिथेन युज गर्यौं भने हामीले मिथेन प्लस HI पाउँछौं। HI भनेको हाइड्रोजन आयोडाइड हैन। त्यसपछि C नम्बरमा चाहिँ हामीले जिंक र कपरको एलो युज गर्यौं इन प्रेजेन्स अफ के त इथानोल भन्ने चाहिँ हामीले अल्केन पाउँछौं। अब यदि हामीले चाहिँ ब्रोमो इथेन युज गर्यौं भने चाहिँ हामीले इथेन पाउँछौं। अब त्यसपछि हामीले प्लाटिनम वा प्यालेडियमको युज गर्यौं इन प्रेजेन्स अफ हाइड्रोजन ग्यास भने चाहिँ हामीले अल्केन पाउँछौं प्लस HX भनेको चाहिँ यदि यसको ठाउँमा चाहिँ के छ त आयोडिन र ब्रोमाइन छ भने चाहिँ हामीले हाइड्रोजन आयोडाइड या हाइड्रोजन ब्रोमाइड पाउँछौं एज अ साइड प्रोडक्ट। अब अर्को के छ त भन्दाखेरि डिकार्बोजाइलेसन भन्ने छ। अब डिकार्बोजाइलेसन भनेको चाहिँ के हो त भन्दाखेरि कुनै पनि कार्बोजाइलिक एसिडबाट चाहिँ के गर्ने त कार्बनको संख्या घटाउने इन द फर्म अफ CO2 को
थ्रुबाट। अब यसमा चाहिँ के हुन्छ त हामीले सोडियम साल्ट लिन्छौँ कार्बोक्सिलिक एसिडको, त्यसलाई चाहिँ हिट गर्छौँ केसँग त भन्दाखेरि सोडा लाइम। अब सोडा लाइम भनेको चाहिँ के हो त भन्दाखेरि मिक्सचर अफ NaOH र क्याल्सियम अक्साइडको एउटा मिक्सचर हो जसको रेसियो चाहिँ के हुन्छ 3:1 हुन्छ र यसको टेम्परेचर चाहिँ कतिसम्म जानुपर्छ त भन्दाखेरि 360 डिग्री टेम्परेचरसम्म यसमा एडजस्ट गरिएको हुन्छ र हामीले चाहिँ 3 डिग्री सेल्सियसमा चाहिँ के पाउँछौँ त भन्दाखेरि अल्केन पाउँछौँ विथ द फर्मेसन अफ अल्केन र CO2 ग्यास चाहिँ के हुन्छ निस्किन्छ यसबाट। अब यो रियाक्सनलाई चाहिँ हामीले डिकार्बोजाइलेसन रियाक्सन भन्छौँ। यसमा चाहिँ के हुन्छ त कार्बन र अक्सिजनको रिमुभल हुन्छ। अब यहाँ हामीले रियाक्सन देख्न सक्छौँ। यहाँनिर हामीले सोडियम साल्ट अफ कार्बोक्सिलिक एसिड राख्यौँ, NaOH राख्यौँ अनि त्यस पछाडि Ca क्याल्सियम अक्साइड राख्यौँ र 360 डिग्रीसम्म हिट गऱ्यौँ र हामीले अल्केन र Na2CO3 पायौँ एज अ साइड प्रोडक्ट। अब यसमा अर्को पनि रियाक्सन त्यस्तै छ हैन। अब यहाँनिर हामीले एचिङको लागि सोडियम साल्ट अफ एसिटिक एसिड हामीले चाहिँ राख्यौँ भने के पाइन्छ त हामीले मिथेन पाउँछौँ र कार्बन र अक्सिजन चाहिँ निस्किन्छ र हामीले फाइनल्ली साइड प्रोडक्ट चाहिँ सोडियम कार्बोनेट पाउँछौँ। अब यो रियाक्सनमा चाहिँ एउटा कार्बन चाहिँ जहिले पनि कम्ती आउँछ। यसलाई त्यही भएर चाहिँ के भनिएको त भन्दाखेरि डिकार्बोजाइलेसन रियाक्सन, किनकि कार्बन र अक्सिजन चाहिँ यसमा घटेर जान्छ। अब अर्को छ बाइ द क्याटालाइटिक हाइड्रोजिनेसन अफ अल्किन एन्ड अल्काइन। अब यो चाहिँ एकदम इम्पोर्टेन्ट टाइप्स अफ रियाक्सन हो। यसको चाहिँ कमर्सियल युज पनि छ। हामीले कुनै पनि वनस्पति घी भन्ने नाम सुनेको होला कहिले, त्यसलाई चाहिँ हामीले भेजिटेबल ओइल्सहरू भन्छ। तिनीहरू बनाउनको लागि चाहिँ यो मेथड एकदमै इम्पोर्टेन्ट छ। यसमा चाहिँ के हुन्छ त भन्दाखेरि हामीले हाइड्रोजनको एड गर्छौँ केमा त अनस्याचुरेटेड हाइड्रोकार्बन जस्तै अल्किन र अल्काइनमा इन द प्रेजेन्स अफ के त क्याटलिस्ट लाइक प्लाटिनम, पालाडियम और निकेल एट 250 डिग्री सेल्सियस एन्ड टेम्परेचर एट 50 ATM। 50 ATMमा चाहिँ हामीले यो रियाक्सन गर्छौँ। अब यहाँनिर अल्किन छ, डबल बोन्ड भएको अनस्याचुरेटेड कम्पाउन्ड। हामीले अल्किनको बारेमा अर्को भिडियोमा पढ्नेछौँ हैन। त्यसमा चाहिँ के हुन्छ त भन्दाखेरि यसमा डबल बोन्ड छ। अब यसमा हाइड्रोजन हामीले एड गर्यो भने जुन यो डबल बोन्ड छ यो डबल बोन्ड चाहिँ हटेर यसमा सिंगल सिग्मा बोन्ड बन्छ र हाइड्रोजन एक-एकवटा कार्बनमा गएर एट्याच हुन्छ अनि अल्केन दिन्छ। अब यो रियाक्सन चाहिँ हामीले अल्काइनमा पनि गर्न सक्छौँ। यसरी नै अल्काइनमा गरियो भने के हुन्छ त भन्दाखेरि यो सबै ट्रिपल बोन्ड चाहिँ टुक्रिएर के भन्छ त सिंगल सिग्मा बोन्ड बन्छ। अब यसको युज भनेको चाहिँ यो भेजिटेबल ओइल्सहरू बनाउनको लागि युज गरिन्छ र एकदम इफेक्टिभ मेथड हो। अब यसको फिजिकल प्रोपर्टिजको कुरा गर्दाखेरि अल्केनको फिजिकल प्रोपर्टी हेर्दाखेरि चाहिँ यहाँनिर हामीले देख्न सक्छौँ। स्टेटको कुरा गर्दा यो सोलिड लिक्विड ग्यास दुईटैमा पाइन्छ। यसको फिजिकल स्टेटको कुरा गर्दाखेरि चाहिँ नम्बर अफ कार्बनले चाहिँ भ्यारी गर्छ यसको स्टेट चाहिँ। यदि कार्बन नम्बर चाहिँ 1 देखि 4 सम्म छ भने यो ग्यासमा हुन्छ, यदि 5 देखि 17 सम्म छ भने लिक्विड हुन्छ, 18 देखि एबभ छ भने चाहिँ यो सोलिड हुन्छ, वाक्सी नेचरको हुन्छ। अब यसलाई रिमेम्बर कसरी गर्ने त भन्दाखेरि मैले हाइलाइट गरिदिएको छु। मोर कार्बन एटम हेभियर मलिक्युल मोर लाइकली टु बी लिक्विड अर सोलिड। यदि कार्बनको नम्बर चाहिँ बढ्यो भने चाहिँ यसमा चाहिँ के हुन्छ त लिक्विड र सोलिड स्टेटहरू धेरै देखिन्छ। अब बोइलिङ पोइन्टको कुरा गर्दाखेरि चाहिँ यदि स्टेट चेन्ज छ भने चाहिँ यसको हायर बोइलिङ पोइन्ट हुन्छ एज कम्पेयर टु ब्रान्च अल्केन। अब ब्रान्च अल्केनमा चाहिँ किन लो बोइलिङ पोइन्ट हुन्छ त भन्दाखेरि यिनीहरूको ब्रान्चले गर्दाखेरि चाहिँ सर्फेस एरिया घट्छ र भ्यान्डरवाल फोर्स अफ एट्र्याक्सन पनि घट्ने हुन्छ। त्यस कारणले गर्दाखेरि यिनीहरूको बोइलिङ पोइन्ट चाहिँ के हुन्छ लो हुन्छ। त्यही भएर ब्रान्चिङले चाहिँ के गर्छ अल्केनहरूको बोइलिङ पोइन्ट घटाउँछ। अब अर्को के छ त भन्दाखेरि यदि कार्बन नम्बर चाहिँ बढ्यो भने चाहिँ यसको बोइलिङ पोइन्ट पनि बढ्दै जान्छ। अब अर्को के छ लार्जर मलिक्युल ह्याभ स्ट्रङ्गर भेन्डरवाल फोर्स अफ एट्र्याक्सन बिट्विन देम। अब जति बढी चाहिँ ठुल्ठुलो मलिक्युलहरू हुँदै गयो त्यति नै बढी चाहिँ के हुन्छ त भेन्डरवाल फोर्स अफ एट्र्याक्सन हुन्छ, त्यही भएर बोइलिङ पोइन्ट पनि बढी हुन्छ। अब इभन र अडको कुरा गर्दाखेरि चाहिँ इभन अल्केनहरूमा चाहिँ के हुन्छ त भन्दाखेरि ग्रेजुअल इन्क्रिज इन द बोइलिङ एन्ड द मेल्टिङ पोइन्ट हुन्छ। तर अड अल्केनहरू जस्तो 3, 7, 9 यस्तो जुन अड नम्बरहरू छ तिनीहरू
तिनीहरू भएको जुन अल्केनहरू छ तिनीहरूमा चाहिँ ऱ्यान्डम टाइपको मेल्टिङ र बोइलिङ पोइन्टको इन्क्रिज हुन्छ। तिनीहरूमा चाहिँ के हुँदैन, ग्रेजुअल इन्क्रिज हुँदैन, तिनीहरूको चाहिँ एकदम ऱ्यान्डम टाइपको हुन्छ। अब लार्जर मलिक्युल हुने बित्तिकै भ्यान डर वाल्स फोर्स बढी हुन्छ। अब यसको इक्जाम्पल हेर्दाखेरि चाहिँ मिथेनको बोइलिङ पोइन्ट भनेको चाहिँ -61 डिग्री सेल्सियस छ। त्यस पछाडि ब्युटेनको चाहिँ कति छ, -0.5 डिग्री सेल्सियस। डेकेनको छ 174 डिग्री सेल्सियस हैन। जति नम्बर चाहिँ कार्बनको बढ्दै गयो त्यति नै बोइलिङ पोइन्ट पनि बढ्दै गइरहेको छ। अब की पोइन्टमा के छ त भन्दाखेरि कार्बनको चेन्ज बढ्यो भने चाहिँ मोर इनर्जी चाहिँ के हुन्छ, रिक्वायर्ड हुन्छ टु बोइल अर मेल्ट हैन। मेल्ट हुन र बोइल हुनको लागि चाहिँ धेरै इनर्जी चाहिने हुन्छ। त भन्दाखेरि सोलुबिलिटी छ। अब अल्केन भनेको चाहिँ नन पोलर मलिक्युल्सहरू हो नि, त्यही भएर यिनीहरू चाहिँ पानीमा घुल्दैन र यो इन्सोलुबल हुन्छ किनकि पानी त पोलर हो। यदि पोलर नन पोलर सोल्भेन्टहरू छ भने यिनीहरू घुल्छ। अब के हुन्छ त भन्दाखेरि लाइक डिजल्भ्स लाइक भनेको चाहिँ यदि नन पोलर सोल्भेन्टहरू छ भने नन पोलर सोल्भेन्टमा चाहिँ घुल्छ यिनीहरू। अब यसको स्मेल र कलरको कुरा गर्दाखेरि प्योर फर्ममा चाहिँ यिनीहरू कलरलेस हुन्छ अनि अडरलेस पनि हुन्छ। तर हामीले युज गर्ने घरमा युज गर्ने जति पनि ग्यासोलिनहरू छ तिनीहरूमा चाहिँ हामीले एडेटिभ्स हालेर गराउने हुन्छ। तर एक्चुअलीमा चाहिँ जति पनि यो धेरै जसो कम्पाउन्डहरू चाहिँ के हुन्छ त भन्दाखेरि कलरलेस र अडरलेस हुन्छ। अनि जुन लार्जर अल्केनहरू छ तिनीहरूमा चाहिँ हल्का माइल्ड किसिमको चाहिँ स्मेलहरू हुन्छन्, जस्तो कि पेट्रोल ग्यासोलिनहरूमा। अब फ्लेमेबिलिटीको कुरा गर्दाखेरि चाहिँ यिनीहरू चाहिँ हाइली के हुन्छ त फ्लेमेबल हुन्छ। यिनीहरू चाहिँ एयरको प्रेजेन्समा चाहिँ बर्न भएर चाहिँ के दिन्छ, कार्बन डाइअक्साइड र वाटर दिन्छ। अब यसको रियाक्सन मैले यहाँ लेखिदिएको छु। यदि मिथेन चाहिँ अक्सिजनको प्रेजेन्समा बर्न भयो भने चाहिँ CO2 र H2O को फर्ममा रिलिज हुन्छ र हिट पनि दिन्छ। अनि अर्को के छ त भन्दाखेरि अब समरी टेबलमा हेर्दाखेरि हामीले के पायौँ त भन्दाखेरि प्रपर्टी छ, एउटा डिस्क्रिप्सन छ हैन। स्टेटमा 1 देखि 4 नम्बरको कार्बन छ भने ग्यास हुन्छ, 5 देखि 17 वटा कार्बन छ भने लिक्विड, 18 भन्दा प्लस छ भने सोलिड हुन्छ। बोइलिङ पोइन्ट इन्क्रिज कतिखेर हुन्छ जतिखेर चेन लेन्थ पनि बढ्छ। अब सोलुबिलिटी कुरा गर्दाखेरि इन्सोलुबल इन वाटर, सोलुबल इन अर्ग्यानिक सोल्भेन्ट। अब डेन्सिटीको कुरा गर्दाखेरि चाहिँ लेस देन वाटर, वाटर भन्दा चाहिँ लेस हुन्छ। त्यही भएर चाहिँ धेरै जस्तो तेलहरू चाहिँ के हुन्छ, पेट्रोलहरू चाहिँ पानीमा तैरिन्छ। अब कलर स्मेलको कुरा गर्दाखेरि कलरलेस, मोस्टली अडरलेस हुन्छ हैन। फ्लेमेबिलिटीको कुरा गर्दाखेरि चाहिँ हाइली फ्लेमेबल हुन्छ, युज एज फ्युलको रूपमा चाहिँ यसलाई युज गरिन्छ। अब रिभिजन क्विक गर्दाखेरि चाहिँ के हुन्छ त, अल्केन स्याचुरेटेड हाइड्रोकार्बन हो जसमा चाहिँ के हुन्छ त सिंगल बोन्ड मात्रै हुन्छ, यसमा डबल बोन्ड ट्रिपल बोन्ड केही पनि हुँदैन। फिजिकल कुरा गर्दाखेरि फिजिकल प्रपर्टीको कुरा गर्दाखेरि चाहिँ यसको चाहिँ कार्बन नम्बरमा चाहिँ एकदम डिपेन्ड गर्ने हुन्छ हैन। त्यस पछाडि चाहिँ यिनीहरूको युज चाहिँ कहाँ गरिन्छ त भन्दाखेरि फ्युल्स लाइक LPG, पेट्रोल, डिजेलहरूमा युज हुन्छ। अब यो थियो हाम्रो जेनरल मेथड अफ प्रिपरेसन अफ अल्केन र हामीले के पढ्यौँ त भन्दाखेरि फिजिकल प्रपर्टी। अब अर्को भिडियोमा चाहिँ हामीले केमिकल प्रपर्टिज अफ अल्केनको बारेमा पढ्नेछौँ र आजको भिडियो चाहिँ यहीँ खत्तम हुन्छ।